मान्छे भएपछि थुतुनो र मुतुनो जोगाउनु पर्छ भनेर यो पुलिसले मेरो मम्मीलाई भनेर पठाएपछि त्यहाँदेखि मेरो मम्मीले मलाई साइबर ब्युरो जान दिनु भएन। पर्दैन फलो अप गर्न। झुट पे झुट तैले गर्दा मैले यस्तो कुरा सुन्नु पर्यो साइबर ब्युरोबाट। कानुनले त्यस्तो भन्छ भने त गलत त मै देखिन्छु नि त। सही पकडे हैं। ये क्या हुआ? मेरो घर 3 तल्लाको थियो, 4 तल्ला भए म फाल्थ्यो होला। 4 तल्ला भए म फाल्थ्यो होला। बहिनी, यदि तिमी केही गर्न चाहन्छौ भनेपछि केही चिजको कमीले तिमी रोकिनेवाला छैनौ। तिम्रो घर 3 तलाको छ, 4 तलाको भए हाम फाल्थ्यौ भनेपछि तिमीसँग अरू पनि चोइस छन्, तिमी अपनाउन सक्छौ। अब धेरै मान्छे भन्लान् कस्तो मान्छे रहेछ यार, यो त उसलाई कस्तो कस्तो सिकाउँदैछ। ब्रो, म मद्दत गर्दैछु त्यसको। केटाको हिसाबमा त गाउँले देखियो होला, तर बोलीमा कहीँ कतै गाउँलेपना आएर उसको सबै अङ्ग्रेजी टोन आयो भन्छन् नि, हो लाग्यो अङ्कितलाई? त्यस्तो लागेको त थिएन मलाई हैन। त्यस्तो भन्या हो भनिरहेछन्। ए हो र? ए थाहा भएन। म त अब पढे लेखेको केटी हो। होइन होला के हो? आफ्नै तारिफ आफै। सही हो दिदी, गर आफ्नै तारिफ आफै। पढे लेखेको केटी हो। गाउँले ट्युन कहाँदेखि आउँछ? हामी जस्तो अनपढहरूको आउँछ गाउँले ट्युन। यस सर। पढे लेखेको यो भन्दा राम्रो अनपढ ट्युन नै ठिक छ, यो भन्दा राम्रो गाउँले ट्युन नै ठिक छ। सानो छ्यान्या यो भन्दा राम्रो त। राजा महेन्द्र बन्ने लाइनमा हुनुहुन्छ, त्यस्तै ड्रेस अप पनि गर्नुहुन्छ, सो अप पनि गर्नुहुन्छ। प्रधानमन्त्री बालेन्द्र। मा कसम, यति ठुलो बेइज्जती, यति ठुलो बेइज्जती। साथीहरू, म तिमीहरूलाई आज एउटा कुरा बताउँछु है। म मजाले यो भिडियो अगाडि नै खोलेर हेर्दै थिएँ। मैले यही पोइन्ट देखेको। मैले भने यो कुरामा म एक्लै कुनामा बसेर कोठामा म हाँस्न सक्दैन। यसको लागि म क्यामेरा खोल्छु, माइक समाउँछु, भिडियो रेकर्ड गर्छु, फेरि हाँस्छु म। किनभने यो मान्छे यति दोगला छ नि, के भनौँ म, धेरै दोगला मान्छे छ यार यो। आई थिङ्क है मेरो लागि त। तर हुन त गेटअप चाहिँ मतलब भनौँ न महेन्द्र राजाको जस्तै नै हानेको छ। चस्मा पनि यस्तै स्टाइलको लगाउनु हुन्थ्यो हाम्रो महेन्द्र राजा। टोपी चाहिँ लगाएको छैन। नेपाली कोट हो, सेम कपी हान्न खोजेको छ, ठिकै हो। तर क्यारेक्टर कपी हान्न सकेन नि त ब्रोले, सही हो। सम्भव देख्नुहुन्छ? नट पोसिबल। मलाई हरेक दिन नट पोसिबल। तँस नि पोसिबल, तँ गर्छस् नि पोसिबल। दोगला अफर गरे त हो त, म गएँ त, म जान सक्छु त। कुन नैतिकताले जानु? म अहिलेसम्म मैले भने नि गर्लफ्रेन्ड मेरो अहिलेसम्म बनाउन सकेन। किन बनाउन सकेन भनौँ न, म कसैलाई पनि डाइरेक्ट आइली भन्न सक्दैन कि। तपाईको जीवनमा आउनको लागि योग्यता के हो जस्तो लाग्छ? मेरो जीवनमा आउनको लागि मलाई केयर गरोस्, तपाईले केयर गरोस्, मलाई केयर गरोस्। त्यसरी केयर हैन, सिटामोलको दबाई दियोस् सबभन्दा पहिला त। किनभने धेरै चिजको ग्रोथ रोकेको छ यो मान्छेको। टेन्सन हुन्छ होला, त्यसैले सिटामोल दिएर टाउको दुखेको राम्रो गरिदिउँ पहिला। हाम्रो शिबु डोन ठिकै हो। हैन कतिखेर खायौ? शिबुको हाइट अनि मेरो फ्युचरको ग्रोथै हुँदैन यार, अट्किसक्यो दुइटै। के भनौँ यार म। मेरो जानी हो टाइममा सुत। ए श्वेता तिवारी, उसमा त मैले काम पनि गरेको छु हैन? काम होइन धेरै काम गर्नुभएको छ होइन? काम होइन धेरै काम गर्नुभएको छ होइन? एउटा मलाई के भने भन, 2 बोतल जति बियर खाएर रहेछ, त्यसको गन्धले मलाई महसुस भयो। त्यसले मलाई भन्यो सन्दीप दाइ एउटा फोटो खिचौँ न। खिचौँ। त्यसले मलाई यहाँ यस्तरी अङ्गाल हाल्यो, यसरी खिच्यो। त्यसको बियर मेरो नाकमा वास्स गनाइरहेको छ। मैले पनि रियाक्सन त दिइरहेको छु, तर त्यो 3 मिनटको दौरान पछि भएको भए म त्यसलाई नर्मल रियाक्ट गर्थेँ। भर्खरै चार्जमा छु म। त्यसले फोटो खिच्यो अनि जाने बेलामा के गरेर थाहा छ? मेरो जुङ्गा त्यो बेला लामो लामो थियो। त्यसले के गरेर थाहा छ? जाने बेलामा जुङ्गामा यस्तो औँला राखेर टुई टुई रे। किन मलाई हरेक दिन मन्त्रीको अफर गरे त हो त, म गएँ त, म जान सक्छु त। कुन नैतिकता? कोलाई मन्त्री अफर गर्दै के कुरा गर्छ यार यो। यसले आफ्नै कुरा आफै सुनेपछि पनि यो भरोसा नगर्ने टाइपको कुरा गर्छ क्या यार यो। अचम्म लाग्छ यार मलाई यो देखेर। जानु म नगरे होला अङ्कल तपाईँ भन्नु त, नगरे होला अङ्कल तपाईँ भन्नु। छे ऋषिजीको मुड एकदम सही भएको थियो। सोच्दै होला ठिक छ यार गफ हान्दा क्या, तर लास्टमा अङ्कल किन भनिस् यार? उनको मन दुखेन
अहिले आफ्नो असली रूपमा आएपछि हाम्रो फेरि त खतम हो त। तर भनेका छन् केटीहरूले शिबुलाई, कसैसँग शिबुजीलाई भनेको छ केटीहरूले आई लभ यु म मन पराउँछु भनेको छ। असम्भव। छन्। ए के हुँदैछ यहाँ? हुन त आजभोलि भइसक्छ यार, म जस्ता जस्ता टाइपका कपालहरू टिकटकमा देख्छु त्यो हिसाबले शिबुलाई प्रपोजल त आउन सक्छ। यस, नामुमकिन भन्ने कुरा छैन त्योमा। आई एक्सेप्ट दिस। ओके, धेरै छन् तर उहाँहरूलाई मैले सम्झाएर पठाउँछु। हेट यार, यो कुरामा भरोसा गर्न एकदम गाह्रो भएको थियो कि शिबुलाई प्रपोजल आउँछन् होइन, आई लभ यु भन्छन्, अनि शिबु के गर्छ अरे त्यो पछि उनीहरूलाई पठाएर घर पठाइदिन्छ। नको, म तिमीहरूको लायक छैन, तिमीहरू घर जाऊ, मम्मी डेडीको भनेको मान तिमीहरू, यो दिलको भनेको नमान तिमीहरू भनेर शिबु घर पठाइदिन्छ। शिबुको आज थाहा चल्दैछ मलाई, शिबुको हाइट मात्रै नअट्केको, दिमाग पनि ग्रोथ अट्केको रहेछ क्या यार। चाहियो। सुरुमा त तिमीले मलाई चिन्ने थिएनौ। होइन चिन्थेँ कि दादा, म राइटरबाटै चिनेको थिएँ। राइटरबाटै चिनेको थिएँ। राइटर मैले कुन गीत लेखेर कुन कविताहरू लेखेर राइटर हुनलाई? कविता होइन दादा, बाइकको राइटर। राइटर होइन कि राइडर? राइडर। दुईटा सेम मान्छे के। सबभन्दा धेरै मनपर्ने नेता चाहिँ को हो तपाईँलाई? सबभन्दा धेरै मनपर्ने नेता केपी ओली हो क्या। केपी ओली हो सबभन्दा धेरै मनपर्ने। हो। ठीक है। तर काहीँ पनि संविधानमा चाहिँ प्रधानमन्त्रीले चाहिँ हजुरको आदेश दिन मिल्छ भन्ने लेखेको छैन, त्यो पनि हामीले जान्न जरुरी छ। त्यो बाहेक मेरो प्रश्न कस्तो थियो भन्दा, संविधान पढाउनु भएको? कस्तो थियो भन्दा होइन त्यो भन्न हजुरलाई होइन, हजुरलाई त मैले कहाँ पढाउनु। म तपाईँलाई संविधान पढाइदिन्छु। मेरो योनी च्यातिनु पर्छ, मेरो दुईटै योनी एउटै ठाउँमा आउने गरी। म चाहिँ बोलिन। ज्ञानेन्द्र शाह राजा बन्न तयार हुनुहुन्छ? तपाईँलाई ज्ञानेन्द्रसँग कुरा भएको छ? फलानुसँग यसो भएको छ, ज्योति मगरले के लगाइ भन्ने जस्तो कुरा नगर्नु न। सैद्धान्तिक कुरा, जनताको प्रश्न हो। कुन जनता? कताको जनता? नेपाली जनताको। नेपाली जनताले त जनता भनेर जे पायो त्यो सोध्या हुन्छ यार। जनता जे पनि मनमा आयो सोध्यो, जनताले सोधेको। जनताले जनता जान्न चाहन्छन्, जनता केही जान्न चाहँदैनन् यार। यस्तो कुरा नसोधे। छैन नि त खै त जनताले प्रश्न गर्नु भएको छ? म त जनताको प्रतिनिधिको रूपमा तपाईँलाई प्रश्न सोध्दै। म त जनताको प्रतिनिधि हो। त्यस्तै भयो कि मेरो पनि जीवनमा लाइफमै आएनन् कि, कोही गर्लफ्रेन्ड पठाउँछु भनेको पट्टी चाहिँ पट्टेनन् क्या। कति झुट बोल्छ यो मान्छे। अघि यसले भने होइन मलाई प्रपोजल आउँछन्, म सम्झाएर घर पठाइदिन्छु। घर पठाएपछि फेरि कहाँदेखि आउँछ त प्रपोजल? शिबु यार यार, शिबुलाई मायाको होइन के, बोनबिटा अनि हर्लिक्सको जरुरत छ के शिबुलाई। फेरि केही हुनसक्छ शिबुको जिन्दगीमा। गर्लफ्रेन्ड बनायो भने त उफ्री होला होइन माया गर्ने। शिबु मक्केको। अरे शिबुलाई रेडबुल खिलाएर भाइ शिबु बिचराको। ओभररेटेड लागेको कुनै यङस्टर? अनमोल, प्रदीप, पल, समीर। के हो यो? पल कहिले काहीँ मिरनजीलाई लाग्छ कि लाग्दैन? राम्रै व्यापार व्यवसायमा चल्दै थियो, गुड लाइफ थियो, क्या बेटर गाजा बसर देखिँदैछ बिस्तारै थियो। खाना खाइसके पछाडि कहिले गर्लफ्रेन्डसँग च्याट पनि गरिन्थ्यो। त्यो चाहिँ नभन्नु त्यस्तो होइन। त्यो चाहिँ अब आफ्नो मुटु झिकेर अरूलाई दिने भन्ने त पोसिबल जस्तो लाग्दैन। ओके ठिक छ, यहाँ तर यहाँ के लेखेको छ, डोन्ट फरगेट युवर सेल्फ। किनभने पहिला सुरु आफूलाई बाँच्न मन लाग्छ, आफूलाई माया गर्ने मात्र दोस्रो पर्सनलाई चाहिँ म सुरु अब मैले बल्ल अरूलाई माया गर्छु होइन, मनै छैन मैले मलाई नै माया गर्दिनँ भने अरू कसैले अरूलाई त म माया गर्नै सक्दिनँ। भुत्रको पदको लोभ गर्ने हो बिचारा। पदको लोभ गर्ने मान्छेले 6 महिना देऊ मलाई, म 6 महिनामा मैले गर्न सकेन भने म के अरे मेयरको पदबाट पनि बर्खास्त हुन्छु, प्रधानमन्त्रीबाट पनि बर्खास्त हुन्छु भनेर कसैले भन्न सक्छ? प्रोग्रामको तपाईले भन्न मिल्छ कि मिल्दैन? पारिश्रमिक कति लिनुहुन्छ? एउटा स्टेजमा 5 मिनट्स डान्स गरेको। दिदी पहिला कुरा 5 मिनट्स होइन 5 मिनट हो दिदी, धेरै अङ्ग्रेजी नभन्नुहोस् दिदी, 5 मिनट्स होइन। छि यस्ता छन् यार हाम्रो देशका सेलिब्रिटी, के भन्नु यार।
3 लाखसम्म चार्ज गर्छु। ओहो घरमा खर्चहरू गर्नुहुन्छ गर्नु तपाईँले ड्याड मम्मीको लागि गिफ्ट दियो 3 लाख भने कि 3 लाख भने हो भने किन ल्याएको पर्दैन रुको हाम्रो इभा नौटङ्की के भन्दैछ इभा नौटङ्कीगिरी के भन्दैछ ड्याड मम्मीको लागि गिफ्ट दियो भने किन ल्याएको पर्दैन अरूले सिटामल खान्छन् टाउको दुख्दाखेरि बिमारी हुँदाखेरि हामीले चाहिँ हलमा देखाउन गइरहेको छौँ सिटामल। एक दिनमा मैले 2.5 लाख चाहिँ कमाएको थिएँ। जोर जोर से बोल के लोगों को स्कीमें बता दे। लोग कहते हैं मैले 2 महिनामा हो वाले 1 दिनमा हो होइन तर मैले धेरै त्यस्तो मन्थै खेलेन नि त मैले। दाइको नाम मैले कन्फ्युज म थर भनिदिउँ कि नाम भनिदिउँ जे भन्दिनु त एउटा थर भनिदिउँ अधिकारी त्यसमा कन्फ्युज भयो दाजु नाम चाहिँ मेरै नाम दाइको नाम हो दाइको नाम बिर्सिने अहिले मैले भर्खर सेक्स अफ फुड योमा हाँस्ने कुरा के छ मलाई त्यो समझमा आउँदै छैन वार्तालाप गर्न बसेको छ त्यो मान्छेकै याद छैन नाम हाँस्दैछु के गर्ने लाज त लुकाउनु पर्यो सही हो or food while having sex obviously you have to say like food while having sex because you make sure I love that you are involved with the same people जबरजस्ती मलाई घसिटेर हुन्छ आई लभ फुड ये सब क्या देखना पड़ रहा है इन्डियन एरोनोटिक्समा मैले पनि त्यहाँ पनि मैले काम गर्ने अवसर पाएको थिएँ तर मैले पछि गरिनँ त्यहाँ जुन अहिले उडिसामा छ जसमा तपाईँको अग्नि 5 बनायो त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि 5 तर मैले त्यतिखेर जब गरिनँ त्यो कारण किनभने अर्काका देशका लागि म हतियार बनाउँदिनँ डिप्रेसन भनेपछि हामीले भाषा भनेको सामान्य होइन भाषा हाम्रो संस्कृति भाषा हाम्रो परम्परा अङ्ग्रेजीमा बोलौँला नि के छ अहिले बोल्न नभने छ Actually, Nepali people are here, Australia. Struggle face in this time. All over the earth. यस्तो इङ्ग्लिस रहेछ फेरि त नेपाली ठिक छ भन्ने त भयो तर जे पनि भएपछि एकदम राम्रो मान्छे छन् Student is the here. Actually, Nepali people are in the here Australia. She's objection, right place, right person. We are the needed for the Nepali people. Oh my God, English. This the way. Yes. Give me answer. I want to talk to English language because I'm very talented journalist in Nepal. English language tell me about many more subjects. यार तिमीहरु नेपालीमै बोल यार भयो